नमस्कार है सबैजनालाई। आज चाहिँ पाठीभरा यात्राको दोस्रो दिन। हिजो राति सुत्ने बेला चाहिँ सबैजना अलि छिटो उठेर जानुपर्छ भन्दै हुनुहुन्थ्यो। यतिखेरसम्म को पनि उठ्नु भएको छैन। यसरी 5 बजे म चाहिँ उठेँ है। हामी बसिया होटलमा चिया खाने व्यवस्था रहेछ। त्यो भएर बाटोमा अलि अगाडि जाँदाखेरि जहाँ चिया खाने यसो होटल भेटिन्छ त्यहीँ रोकेर चिया खाने सल्लाह हो। त्यो भएर गाडीमा सामान हाल्दैछ हामीलाई। अब आज चाहिँ हामी यो इलामको फिक्कल भन्ने ठाउँमा छौँ। यो चाहिँ समुद्र सतहदेखि 1500 मिटरमा पो रहेछ। उग्रबाट थाहा पाएको। अब आज चाहिँ हामी यहाँबाट अगाडि जाँदाखेरि राँकी बजारमा गएर खाना खाने योजना छ। त्यसपछि त्यो 5 थरको सदरमुकाम फिदिम बजारबाट अगाडि बढेर छौँ। अनि एउटा ठुलो एउटा खोला अन्डा छ तमोर नदी भन्ने। अनि त्योबाट नै अगाडि बढ्छौँ। अनि त्यसपछि एउटा काबेली नदी भन्ने पनि रहेछ। त्यहाँ एउटा सानो मन्दिर रहेछ। त्यहाँ चाहिँ पूजाआजा गर्छौँ र अगाडि जान्छौँ। अनि एकैचोटि हामी त्यसपछि चाहिँ त्यो ताप्लेजुङको सदरमुकाम फुङलिङ भन्ने ठाउँमा ओर्लिँदैछौँ। अनि त्यहाँसम्म चाहिँ हाम्रो यहाँबाट गाडी जाने रहेछ। अनि त्यसपछि चाहिँ हाम्रो गाडी जान नमिल्ने रहेछ। खै के हो त्यहाँको व्यवस्था। अब त्यहीँको गाडीमा जानुपर्ने भएकोले त्यहीँ ओर्लिनुपर्छ भनेर भन्नुभएको छ यहाँ एकजना भिनाजुले। अनि त्यो फुङलिङबाट त्यहीँको गाडी चढेर गए पनि गाडी चाहिँ त्यही पर काफ्लेपाटी भन्ने ठाउँसम्म जाँदैछ। बाटो बडो डेन्जर, हिलै छ। अनि फेरि काफ्लेपाटीमा ओर्लेर चाहिँ अब हिँडेर माथिल्लो फेटी भन्ने ठाउँ रहेछ। त्यहाँ गएर बास बस्यो भने चाहिँ भोलि बिहान त्यहाँबाट माथि मन्दिर जान सजिलो हुन्छ भनेर सबैले भन्नुभएको छ। त्यो भएकोले हामी त्यो माथिल्लो फेटीमा गएर बास बस्छौँ होला आज। अनि यो माथिल्लो फेटी भन्ने ठाउँ चाहिँ समुद्र सतहदेखि 2500 मिटरमा रहेछ। त्यो पनि गुगलबाट थाहा पाएको है। उमेशजी र म चाहिँ गाडीको छतमा लगेज राखेर बान्जेल गर्दैछौँ। यति बेला बिहानको भर्खर 6 बजेको छ। साथीहरू पनि रेडी भइसक्नु भयो। पाठीभरातिर हामी जाँदैछौँ। गाडी हाम्रो तयार हुँदैछ। एकजना काका भिडियो बनाउँदै हुनुहुन्छ त। अब हामी फिक्कलबाट अगाडि पाठीभरातिर हाम्रो यात्रा अगाडि बढ्दैछ। हजुर, अब हामी फिक्कल हुँदै पाठीभराको यात्रामा अगाडि बढ्दैछौँ। गाडी चढेपछि एकचोटि अब जय जयकार त नगरी हुँदै भएन। अझै एकपटक जय जयकार ल त। हिजो राति बास बसेको होटलमा चिया नास्ता खाने व्यवस्था मिलेन। अब यहाँ एउटा होटल देखेर अब यहाँ चिया खानुपर्छ भनेर साथीहरूसँग सल्लाह हुँदैछ। गाडी रोक्यो त। निग्रोजी झपकेर छ। हेरौँ अब खानेकुरा के छ। मिल्यो भने भोलि फर्किँदा निग्रोजी लानु पर्ला। यो काँक्रो पनि पो रहेछ त। यो काँक्रो कति हो साउजी? गोटाकै 150। कति महँगो हो? चाहना त पर्यो। अब के गर्ने। एउटा किनेर त्यही खाइयो, एउटा चाहिँ साथीहरूले किनेर बोक्नुभयो। हामी खान्छौँ। अब होटलमा भएअनुसार साथीहरूले आफ्नो इच्छा अनुसारको नास्ता पानी गऱ्यौँ। त्यसपछि गाडी चढेर फेरि हामी पाठीभरा माताको दर्शन गर्नुतिर अगाडि बढ्यौँ। साथीहरू एकचोटि पुरै थर्किने गरी जय जयकार गरौँ त। यसरी नै रमाइलो गर्दै गर्दै हाम्रो दोस्रो दिनको यात्रा पनि अगाडि बढ्दैछ। म लगायत साथीहरू सबैजना अत्यन्तै खुसी हुनुहुन्छ। अत्यन्तै साथीहरू सबैजना धेरै खुसी हुनुभएको छ। हजुर, म त झन् खुसी नहुने कुरै भएन। केही साथीहरू हाम्रो लागि नयाँ हुनुहुन्थ्यो र उहाँहरूको लागि हामी नयाँ थियौँ। तर त्यस्तो पटक्कै महसुस भएन। धेरै पहिलेदेखि एक आपसमा चिने जस्तो क्या। हँस्यौली गर्न चाहिँ हाम्रो साथीहरू कोही कम छैनन् ल। हेर्नु त ल। बिचबिचमा ओर्लिरहनु पर्ने हामी सबैको बाध्यता हो। मौकाको फाइदा उठाउँदै स्थानीयसँग भलाकुसारी गर्न पनि भ्यायो हामीले त। अब सबैजना हल्का भएपछि फेरि अगाडि बढ्यौँ हामी।
केही समय अगाडि बढेका थियौँ बाटैभरि ऐँसीले लटरम्म पाकेको मन थाम्नै सकेन नि रोक्यो गाडी थाल्यो ऐँसीले खाना खाने मुखलाई जुङ्गाले छेक्थेर इलाममा आएर हामीले ऐँसीले खाँदैछौँ यी हल्का फुल्का ऐँसीले चाखेर फेरि अगाडि बढ्यौँ र फेरि एकपटक गाडीभित्र जय जयकार अबको केही समयपछि नै हामी राँके पुग्दै थियौँ राँके आइपुगेको सङ्केत पाइँदैछ यी खुर्सानी स्तम्भ यहाँ एउटा दाउराको चुलोमा खाना पकाएर खुवाउने होटल छ अरे भन्दै हुनुहुन्छ भिनाजु हो अब त्यसकै खोजीमा हामी गाडीबाट झर्दैछौँ केही समयपछि खाना खाने होटल पनि भेट्यो ल हजुर खुर्सानी अकबरे खुर्सानीको अचार राँके बजारमा यसरी सजाएर राखेको छ हेर्नुहोस् जेठमा हरियो राखेको साग पनि त खाना खाने तयारीमा साथीहरू सबैजना होटलभित्र छौँ यतिखेर भोकले होला खानाको मिठो बास्ना आइरहेछ प्रतीक्षा अलि लामै पो भयो त अब प्रतीक्षाको घडी समाप्त भएको छ है खाना त थपी थपी मजाले खाइयो नि अब घिउ पनि थपी थपी पापड पनि थपी थपी अब हामी लजाउने मान्छे भए पो नथप्नु खाइयो थपी थपी भोको पेटमा तातो भात के चाहियो र त्यही माथि राँके बजारको अकबरे खुर्सानी पाएपछि जोडले खाइयो अब हामी 5 थरको फिजिमतिर लाग्दैछौँ गाडीभित्र केही समय राँके बजारको खानाको चर्चा पनि राम्रै भयो विशेष गरी अझ थपेको घिउ र थपेको पापडको बारेमा चाहिँ राम्रै चर्चा भयो त्यो डाँडो लगभग यहाँबाट देखिने पाथिभरा डाँडो त्यो फिजिम बजार अब फिलिम बजारको नजिकै आउँदैछौँ हामी आहा कति रमाइलो यहाँबाट यो तक्ने सर अहिले हाम्रो गाडी अलि अफरोडमा आएकोले छुन्छ भनेर हामी सबैजना ओर्लिएछौँ गाडीबाट ओहो भयङ्कर ठुलो ओ माई गॉड ल त्यो घरलाई कसरी बचायो त ल अब हामी तमोर नदीको किनारमा गत वर्षको बाढीले तमोर नदीको पुल सबै भत्काएर बगाएर अहिले यस्तो बनाएको छ है हामी यहाँ तमोर नदीमा यसो परम्परा अनुसार यसो मुख धोएर जाने कुरो छ ल नदी प्रवेश गर्दैछौँ हामी नदीको किनारमा है कुनै बाटो हेर्दा ल पुल पुल त्यहाँ रहेछ ल यो मोटरको बाटो के यो बाटो पिच छ त माथि हो
ठिकै छ त। यो चाहिँ काबेली खोला छेउमा अवस्थित शिवजीको मन्दिर। यहाँभित्र हामी पूजा गर्न जाँदैछौँ अब। ल यो काबेली गङ्गा नदीको दर्शन, पार्वती माताको दर्शन गर्न जाने तीर्थयात्रीहरू श्रद्धालु भक्तहरूलाई जानकारी यहाँ हामी अब काबेली खोला पार गर्दैछौँ। यो चाहिँ काबेली खोलामाथि बनेको नयाँ पुल। अब हामी एकैपटक फोङलिङ बजारको बस पार्कमा गएर रोकिन्छौँ। त्यसपछि अब उता जाने गाडीहरू खोज्ने क्रममा छौँ। रोकिन्छौँ। यो चाहिँ फोङलिङ बजारको सानो क्षेत्र जहाँ बस पार्क बनाएको छ। मुख्य बजारमा त हामी पुग्नै सकेका छैनौँ। यो त पाथिभरा जाने बाइपास सडक हो अरे। अब अर्को गाडीको खोजी हुँदैछ। यहाँबाट अगाडि हाम्रो काठमाडौँबाट आएको गाडी अब यहाँबाट अगाडि जाँदैन। यस्ता गाडीहरू चढेर हामी चढ्दैछौँ। गाडी चढेर यो हामी 16 जना भएकोले 2टा गाडीमा पो जानुपर्ने भयो। ल एउटामा 10 जना, अर्कोमा 6 जना। फोङलिङ बजारबाट अलिकति माथि यो सुकेटारको एयरपोर्टसम्म चाहिँ बाटो ठिकै रहेछ। त्यसपछि चाहिँ सुरु हुने रहेछ वास्तविक बाटो हिलो। लोकल गाडी पनि यसरी फसेर चाहिँ साथीहरू उतार गर्ने क्रममा हुनुहुन्छ। ल लोकल गाडी फसेको अवस्था। यस्ता दृश्य त बाटोभरि कति देखियो। दुःख देख्ने मात्र होइन, महसुस पनि गरियो। यो अब चाहिँ काफ्लेपाटी आए जस्तो छ है। हेर्दा त्यस्तो लाग्छ है। ल यो काफ्लेपाटीबाट हामी अगाडि यहाँबाट अब हिँड्तर्फ गर्दैछौँ। बेलुकाको करिब 6:30 हुँदैछ। हामी बेलुकाको करिब 6:30 बजे पाथिभरा माताको दर्शनको लागि काफ्लेपाटीमा आइपुगेका छौँ। अब यहाँबाट हामी पैदल यात्रा। अब हाम्रो यात्रा पैदल हुनेछ। तपाईँले देख्नुहुन्छ यो बाटो, यही बाटो हामी अगाडि बढ्दैछौँ। 6:30 बजे हामी यो काफ्लेपाटी भिनाजु काफ्लेपाटीबाट होइन त हामी अब उकालो नि 6:30 बजे। ल है यस्तो अँध्यारो हुँदैछ। पाथिभरा माताको दर्शन गर्न हामी काफ्लेपाटीबाट बेलुकाको 6:30 बजे। अब लौरो सबको हातको लौरो छ, लिएर हिँड्दैछौँ। हाम्रो पट्टि त अब हामी काफ्लेपाटीबाट उकालो माक्लो फेदीमा बस्ने तयारीमा हामी उकालो लाग्दैछौँ। ल होइन काफ्लेपाटीबाट माथिल्लो फेदीसम्मको पैदल दूरी समयको हिसाबले 1.5 घन्टादेखि 2 घन्टासम्म लाग्छ भन्नुभएको छ यहाँको मान्छेहरूले। हेर्दै जाउँ अब कति लाग्छ। हामी पुग्नुपर्ने त्यो माथिल्लो थुम्कोमा हो। सबभन्दा माथिल्लो थुम्कोमा हामी। बाटोमा पसलहरू पनि रहेछ। साथीहरू सुस्त हिँड्दै हुनुहुन्छ। गाह्रो छ उकालो चढ्न। कोही उता थाकेर आराम गरिरहनु भएको छ। बेलुकाको 7 बजे तीर्थयात्रीहरू लौरो टेक्दै हिँड्नु भएको छ। यहाँ बस्नु। अब उकालोमा गाह्रो त सबैलाई भइहाल्छ नि।
यतिखेर 8 बजेको छ। हामी लगभग 1.5 घन्टाको हिँडाइपछि माथिल्लो फेदी माथिल्लो फेदीको सुरुमा आइपुगेका छौँ। आयो भने आज आयो ल हजुर 5 नम्बर अलिक माथि होला अलि माथि होला ठिकै ल हामी अलि छिटो हिँड्ने भएछौँ कि के हो अलि अगाडिसम्म दुईजना आज हामी बस्ने 5 नम्बर होटल चिन आयो ल 5 मा माताको कृपाले फाइनल्ली ठुलो फेदी अथवा माथिल्लो फेदीसम्म चाहिँ ल्याइपुर्याउनु भयो हामी सबैजनालाई। जय माता पाथिभरा हामी सबैका रक्षा गर्छौँ। बाँकी यात्रा अब अर्को भागमा।